साथीहरू तपाईँहरूलाई म मेरो नातिको मोजा देखाइन्छु ल। तपाईँले आफ्नो नातिको मोजा बुन्छ कि बुन्दैन भन्नुभएको थियो नि त। मैले गाउँतिर पनि अरूले नानी पाउँदा मोजा टोपी बुन्थेँ। अनि मैले झन् मेरो नातिलाई किन बुन्दिनँ है, यो भर्खरै बुनेको है। यो भर्खर भन्दाखेरि पुस महिनाभरिमा बुनेको है। यो एउटा बुनेछ मैले, त्यसपछि यो पनि बुनेको छु, त्यसपछि यो पनि बुनेको छु साथीहरू। यो अलि ठुलो है, पहिलाको त सानोमा पनि बुनेको थिएँ 1 महिना हुँदाखेरि। त्यो त थुप्रो छ, सबै सानो भइसक्यो। यो अर्को बुनेछु 2 जोर, यो चाहिँ 3 जोर। यो त धोएको छैन क्या हो, कस्तो कस्तो देखेको, मैला मैला देखेको। 3 जोर। त्यसपछि यहाँ पनि छ मेहन्दी कलरको यो 4 जोर। यो त उयो हो, मोजा होइन, हातमा लगाउने 4 जोर। यो 5 जोर। तपाईँले देख्न सक्नुहुन्छ, यो मैले भर्खर यहीँ बुनेको है, 6 जोर, 1-2 दिन भयो। यो 7 जोर, यहाँ देख्न सक्नुहुन्छ। यो 8 जोर। अझै अरू पनि छ कि छैन है मोजा। यहाँ फेरि अस्ति अघि तपाईँलाई देखाएँ नि, यहाँ बच्चाले लाएर सुतिरहेको छ, यहाँ छ है। यो अहिले भर्खरै सिद्धाएको हो, यो लाएर सुतिरहेको छ नाति। यो 9 जोर। अनि अरू पनि मैले अरूहरूलाई पनि दिएको छु। यहाँ पासाङको साथीहरूलाई पनि मैले बुनेर मोजा चाहिँ दिएको छु। यसरी चाहिँ मैले मेरो नातिको लागि चाहिँ थुप्रो मोजाहरू बुनेको छु साथीहरू। अनि अझै धोएको पनि छ है साथीहरू, त्यो चाहिँ मैले बाहिर सुकाएको छु। अनि सानो सानो पनि छ है। यो चाहिँ पुस महिनाभरिमा मैले बुनेको मेरो नातिको लागि। अब यति भए त पुग्छ होला सायद जस्तो लाग्छ। जुत्ताहरू पनि थुप्रो छ, तर जुत्ता नहुने रहेछ साथीहरू, किनेर त राखेको छ मैले है। जुत्ता चाहिँ नहुने, यो मोजा चाहिँ ड्याम्म निस्किँदैन, झर्दैन है। अनि त्यही भएर फेरि फेरि लाउनु र मैले बुनेको छु। अरूहरू पनि छ नि, अरू कलरको पनि, त्यो छैन रहेछ। यो पनि अस्ति भर्खरै बुनेको मैले यहाँ लालगढमा आएर हेटौँडाबाट धागो किनेर ल्याएर। यो पनि यो मैले 4 जोर, यो 4 जोर बुनेको थिएँ। अनि यो चाहिँ एकजना बहिनीको पनि बच्चा रहेछ, हाम्रै बच्चासँगैको, नातिसँगैको, उसलाई पठाइदिएछु। अनि अर्को पनि थियो, रातो पनि थियो, कहाँ गयो खोइ। अनि यहाँ पनि छ साथीहरू, रातो पनि छ है। यो समेत 9-10 जोडी भयो। यो चाहिँ लाएकै छैन, अहिले भर्खर उयो गरेको हो। अनि अब यो के छ हौ, अब यति धागो चाहिँ उब्रेछ। यो भिन्दै भिन्दै धागो छ, म यसको पनि बुनिदिन्छु, किनभने मलाई एकदम यस्तोहरू बुन्नु मन लाग्छ कि। अनि जुत्ताहरू छ, यस्तो जुत्ता पनि भर्खर किनेको। यो त नहुँदो रहेछ, फुट निस्किँदो रहेछ है। कस्तो यस्तो त बस्दै बस्दैन, तातो हुन्छ भनेर त्यो मान्छेले दिएको, हुँदैन रहेछ। अनि यस्तो त छ, अरूहरू पनि छ। अनि त्यो कति चाहिँ ठिक नहुँदैछ, कति चाहिँ उ छ, कति नहुँदो रहेछ साथीहरू। अनि यो मोजा यस्तो भन्दा त बरु यही ठिक हुँदो रहेछ, यो ड्याम्ममा बस्छ। अनि यो टोपीहरू पनि मलाई खासै राम्रो लागेन, स्वेटरको। अनि यहाँ त्यो उहरू त छ, किनेको किनुवाहरू त छ। यस्तो मोजाहरू, यो ठुल्ठुलो खालको मोजाहरू लगाइदियो। अनि त्यो मैले बनाएको लगाइदिन्छु नि साथीहरू। यस्तो पनि चाहिँदो रहेछ, यसको मोजाको जोडीहरू कता गयो। यस्तोहरू पनि थुप्रो छ मोजाहरू त। यो चाहिँ किनेको मोजाहरू। यो मैले टोपी बुनेको थिएँ, तर अलिक भएन साथीहरू। यो बुट्टा नयाँ क्या, सिकेको थिएँ, सिकेर बनाएको, अलिक उयो भयो क्या साथीहरू। त्यति यो तन्केन। अनि बच्चाको टाउको पनि छिरेन, अलिकति उ नै हुँदो रहेछ। अलि धेरै बुन्नु घर राख्नुपर्ने रहेछ, मलाई पनि थाहा भएन। यो त अब एउटा सो मात्रै भयो। कस्तो लाग्यो साथीहरू तपाईँहरूलाई? आज हामी सबैजना नुहाउँछ है, छोरा बुहारी नाति म, हामी सबैजना नुहाएर। मेरो त कपाल पनि चिसो छ। छोरा बुहारी चाहिँ बजार जान थालेछ आज, हामी मम्मा हाने भनेर। शुक्रबार दिन हो नि त, नभए त उनीहरू त रातितिर आइपुग्छ। अब जाडो महिनामा है, 4:30 बजी आउँदा त रात परिसकेको हुन्छ। अनि आज चाहिँ उनीहरू 12, 12:30मा छुट्टिँदो रहेछ। अनि आएर खानासाना खाएर सबैजना नुहाएर अनि उ गरिरहेको छौँ। त्यता हेर्नु न, नाति त उठेकै छैन, दुध पनि खानु उठेन। तेल लाउँदै सुते भयो साथीहरू। तपाईँहरूलाई कस्तो लाग्यो? तपाईँहरूले भन्नुभएको थियो आफ्नो नातिलाई चाहिँ बुन्छ कि बुन्दैन भन्नुभएको थियो नि त। त्यही भएर मैले चाहिँ यो मोजाहरू देखाएको है साथीहरू। तपाईँलाई थाहा छ होइन, टोपीहरू, मोजाहरू, उयोहरू, स्वेटरहरू त बुनेको छु। तर यो टोपी पनि खासै राम्रो नहुँदो रहेछ है। अनि त्यसपछि स्वेटर पनि त्यस्तो खासै राम्रो नहुँदो रहेछ। तर यो चाहिँ सानो बच्चालाई चाहिँ एकदम राम्रो हुँदो रहेछ यो चाहिँ है। अनि यो चाहिँ मलाई एकदम मन पर्यो। अनि मलाई एकदम सक्दो मैले चाहिँ बुनिदिएको छु। अब
कति छ त अब माघसम्म मात्रै लाउँछ, त्यहाँबाट त अब बच्चाहरूले लाउँदैन किनभने गर्मी हुन्छ, यहाँ त एकदम लास्टै गर्मी छ नि त। त्यही भएर साथीहरू तपाईँलाई कस्तो लाग्यो होला, मैले मोजाको भिडियो बनाएर देखाएको छु, तपाईँले भन्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ मैले मेरो छोराहरू त मेरो 30-35 वर्षको भइसकेको छ होइन। अनि उनीहरू जन्मिँदाखेरि चाहिँ म माइत जाँदा अरूहरूले यसरी बुनेर के मलाई दिनुभएको थियो, अनि मैले त्यहाँबाट सिकेको। जो छोराको पालादेखि यो यस्तो जो मोजा लगाएको, अहिले नातिको पालासम्म पनि यही लगाएर छ साथीहरू। अनि मलाई एकदम मन पनि पर्यो है, तातो पनि छ, सस्तो पनि हो नि त, 60 रुपियाँ लाची धागो हो। अनि कति 60 120 को ल्यायो भने त 5वटा बुन्छ मोजा है, त्यस्तो हुन्छ। अब एक लाचीले 2टा पुग्छ अनि अलिकति उक्लिन्छ नि त, अनि अर्को लाचीले फेरि 2टा पुगिन्छ अनि अलिकति उक्लिन्छ, सानो सानो धागो मिसाएर चाहिँ अनि फेरि अर्को एउटा एक्स्ट्रा हुन्छ। 120ले त कति जोड बुन्छ, 5 जोड बुन्छ है, 5वटा मोजा हुन्छ। अनि 5वटाले त बच्चाहरूलाई त मजाले पुग्छ। तपाईँहरूलाई कस्तो लाग्यो मेरो यो बच्चाको मोजाहरू? तपाईँहरूको सुझावमा चाहिँ, सल्लाहमा चाहिँ होइन, नातिलाई बुन्नुहुन्छ कि बुन्नुहुन्न भन्ने कुरामा चाहिँ मैले यो मोजा देखाएको है साथीहरू। गल्ती भएमा माफ गर्नु होला। बाई बाई।